ल गुड आफ्टरनुन सबैजनालाई। यो चाहिँ बजारको एनालिसिस हो है, एसएमसी आइसिटी लगाएर धर्का कुदेर चाहिँ होइन। ल अब यहाँ हेर्नु है त। 5 मिनटमा हाम्रो अपट्रेन्ड लागेको छ, यहाँ चक भयो है, क्यारेक्टर चेन्ज भयो। 5 मिनटमा आइडिएम हाम्रो 2704 देखिन्छ। यदि 2704 लिन आउँछ, योभन्दा तल गए पनि भयो, यसलाई ब्रेक गरे पनि भयो, यसलाई छोएर फर्के पनि भयो। अर्डर ब्लक धेरै तल भएकोले गर्दा यहाँ स्विपर हुनसक्छ। यदि 2704 मुनि जान्छ एकैछिनलाई भए पनि हाम्रो यहाँ लो हायर हाई कन्फर्म हुन्छ है। अनि त्यसपछि अहिले हाललाई यो इन्टरनल बस नै छ। यदि यो लिन गयो र यहाँबाट फर्किन्छ भने यो बस हुन्छ र ट्रेन्ड कन्टिन्यू गर्नुपर्ने हुन्छ। 15 मिनटमा चाहिँ हामी डाउन ट्रेन्डमै छौँ है, डाउन ट्रेन्डमै छौँ। तपाईँको कि त अब 2700 है, 2745 भन्दा माथि गएर बन्द गर्नु पर्यो अनि चक हुन्छ। अनि 15 मिनटमा पनि अप ट्रेन्ड लाग्छ, कि नभए तपाईँको यहाँ तल आएर बस गर्नु पर्यो। 2684 भन्दा तल आएर बन्द गरिदिनु पर्यो। र यदि त्यो गर्छ भने तपाईँको यहाँ अहिले हालेलाई यो हाम्रो चक हुन्छ। 2726 अहिलेसम्म चाहिँ 2745 चाहिँ हाम्रो चक हो। अब डेलीको लिक्विडिटी अनुसार है, यो एमएसएस भइसकेको छैन। एमएसएस हुनलाई चाहिँ योभन्दा माथि जानु पर्यो। अहिलेलाई यो हटाइदिइरहन्छु। अहिलेलाई तपाईँको के भइरहेछ भने बजार हाम्रो यसरी साइडवेज खेलिरहेछ। हेर्नु त, डेली क्यान्डलको हाई र लो भित्रै खेलिरहेछ। साइडवेज छ बजार, कि त हाई लिन्छ कि लो लिन्छ, दुवै गरेको छैन, साइडवेज खेलिरहेछ। र भल्युम पनि एकदमै थोरै छ। हेर्नुहुन्छ भने 2.5 अर्ब पनि पुगेको छैन अहिलेसम्म। र यहाँ हाम्रो 2.5 हुन आँटिसक्यो है। बजारको भल्युम पुरै सुकिसकेको छ। घट्दाखेरि भल्युम घट्नु राम्रो हो है, एकदम राम्रो हो। घट्दाखेरि भल्युम घट्नु। अहिले हालैलाई हेर्नुहुन्छ नि, डेली अर्डर ब्लक यहाँ थियो, यहाँ आएर यसरी स्विप गर्यो, यहाँसम्म पुऱ्यायो। यो जुन एक्सट्रिम थियो अब यहाँ सर्यो। त्यसपछि यसले पनि यति तलसम्म लग्यो अनि माथि नै क्लोज गर्यो। अब यो ठाउँमा हामीलाई बुलिस थ्री क्यान्डल स्विङ चाहिन्थ्यो, त्यो गर्न सकेन है। अनि त्यसपछि यो हाम्रो सोमबार चाहिँ ब्रेक गर्यो है, यो स्विप गर्न सकेन। यो माथि नै क्लोज दिन्थ्यो, यहाँसम्म सर्थ्यो, त्यो पनि गर्न सकेन। योपालि चाहिँ अर्डर ब्लक ब्रेक गरेको छ, तर हाम्रो आवरली अर्डर ब्लक छ यहाँ। अब आवरली अर्डर ब्लकमा आएर तपाईँको यहाँ अब कि त 2726 भन्दा माथि क्लोज दिनु पर्यो है। त्यसपछि यहाँ बुलिस थ्री क्यान्डल स्विङ बन्छ। यो वाला क्यान्डल चाहिँ तपाईँको योभन्दा माथि बन्द हुनु पर्यो। त्यो गर्न अझै पनि सकिरहेको छैन। र यो साइड वेज खेल्छ भने ठिकै छ, भोलि पनि गऱ्यो भने त्यो पनि बुलिस थ्री क्यान्डल स्विङ बन्छ है। तर यो 2726 भन्दा माथि क्लोज हुनु पर्यो। यो त इनसाइड बारै छ नि त अहिलेसम्म, यो एउटै मानिन्छ क्या। यो चाहिँ कहाँको सपोर्ट हो भन्दा तपाईँको यहाँ आवरली सपोर्ट है। र आवरली सपोर्टमा आएर यहाँ हाम्रो यो आवरली उसमा अब एचटिएफ टु एलटिएफ गर्दैछु, 15 मिनटमा हेर्दैछु म। यहाँ हेर्नुहुन्छ भने 15 मिनटमा है, यहाँ मार्केट स्ट्रक्चर सिफ्ट गरेको छ। कहाँ गयो, यहाँ एमएसएस गर्यो है। र अहिलेलाई हाम्रो यो ब्रेकर ब्लकमा सपोर्ट लिइरहेछ बजारले है। यो ब्रेकर ब्लक भनेको तपाईँको यसको कति छ, 2706 भन्दा तल बन्द नहुँदासम्म चाहिँ है यतैबाट चढ्ने हो है, यतैबाट चढ्ने। यसलाई छोड्यो भने चाहिँ यहाँ आउँछ, यो हाम्रो डिस्काउन्ट भएको पिओआईमा आउँछ, नभए यहीँबाट चढ्छ यसबाट। अब अहिलेलाई है 5 मिनटमा हायर कन्फर्म गर्नलाई चाहिँ आइडिएम लिनुपर्ने हुन्छ, किनभने यहाँबाट यसरी चढ्छ अनि त्यसपछि यतातिर एउटा कुनै पुलब्याक बनाउला अनि त्यसलाई आइडिएम लिन आउँछ यसरी है। त्यही भएर कि त इन्टरनल बस गर्नु पर्यो, र यदि आइडिएम लिन्छ भने चाहिँ यो हाम्रो बस भन्छ फेरि। इम्पोर्टेन्ट कुरा के छ भने 15 मिनटमा चाहिँ डाउन ट्रेन्डमै छ है। 2745 भन्दा माथि क्लोज दिनुपर्ने हुन्छ आज नभए भोलि गरेर, किनभने यो हप्ता बन्द हुँदासम्म चाहिँ 2745 माथि क्लोज दिन्छ भने 15 मिनटमा चाहिँ हाम्रो बस हुन्छ। अब यहाँ हेर, 1 दिन 2 दिन, यहाँ 4 दिन है, 6 7, त्यसपछि यहाँ अर्को 5 दिन, 12 13 14 15 16 17, यहाँ हाम्रो बजेट भाषण हुन्छ 15 गते, जेठको 15 गते बजेट भाषण छ है। बजार तल तल आएर साइडवेज खेलिरहेको छ। हाम्रो भल्युम पनि हेर्नुहुन्छ नि, खासै भल्युमै छैन। र इन केस है, सबै कुरा भनिदिन्छु म।
यदि यो अर्डर ब्लक भन्दा है 2669 मुनि क्लोज भयो भने त्यसपछि हाम्रो यहाँ जुन अर्डर ब्लक छ यो हेर्नु त 2622 देखि 2674 यो ठाउँमा हाम्रो अर्डर ब्लक छ। यहाँ अर्डर ब्लक विथ भल्युम इम्ब्यालेन्स थियो त्यसलाई चाहिँ लिइसक्यो। यहाँ हाम्रो अर्डर ब्लक छ र यसलाई पनि छोड्यो भने यहाँ छ र म्याक्सिममै झऱ्यो भने यहीँसम्म आउला त्योभन्दा तल चाहिँ नजानु पर्ने हो है। अब हेरौँ प्राइस एक्सनले कस्तो खालको सिग्नल दिन्छ है, बजेट भाषण कस्तो आउने। अब नराम्रो त नआउला है, त्यही भएर त्यही हो है, त्यही भएर त्यही हो रे वा। तपाईँको आजको लागि चाहिँ है कि त साइडवेजै खेलोस् है, 2706 भन्दा चाहिँ तल क्लोज नहोस्। 2706 भन्दा तल बन्द हुन्छ भने है, 2706 भन्दा तल बन्द भयो भने चाहिँ तपाईँको फेरि यो ठाउँ आसपास आउनु पर्ने हुन्छ र यदि यो ठाउँमा आएर सपोर्ट लिन सकेन भने तपाईँको फेरि फेरि तलै आउँछ। त्यही भएर सकेसम्म यही ब्रेकआउट ब्लकलाई नै रेस्पेक्ट गरेर चढेको राम्रो है। कारोबार चाहिँ एकदमै थोरै भइसकेको छ, अहिलेलाई बजार साइडवेजमा छ। बजार चाहिँ पोजिटिभ हुनलाई चाहिँ 2745 भन्दा माथि गएर बन्द दिनुपर्ने हुन्छ है। मैले भन्नुपर्ने सबै कुराहरू भनिदिइसकेको छु। ल अब हेरौँ के गर्छ बजारले, आइडिएम लिएर यसलाई आइआरआई बनाउँछ कि यसलाई ब्रेक गरेर नयाँ आइआरआई को लागि बनाउँछ यहाँ नयाँ पुलब्याकहरू आइडिएम लिनको लागि। यति नै हो।